हात्ती र कमिलाको कथा। एक घना जंगलमा ठूलो शक्तिशाली हात्ती बस्थ्यो। ऊ आफ्नो शक्तिमा गर्व गर्थ्यो र प्राय साना जनावरहरूलाई हेप्थ्यो। एक दिन हात्ती खोला नुहाउन गयो। उता खोलाको किनारमा धेरै कमिलाहरू आफ्नो वासस्थान बनाउन व्यस्त थिए। हात्तीले देखेन र ठूला पाइला चाल्दै उनीहरूको गोला कुल्च्यो। धेरै कमिलाहरू मरे, केही ज्यान जगाउन सफल भए। त्यही बेला एक बहादुर कमिला हात्तीको गल्ती सहन सकेन। उसले साथीहरूलाई भने, हामी साना छौं तर एकता बलियो छ। हात्तीलाई यसको घमण्डको पाठ पढाउनु पर्छ। अर्को दिन कमिलाहरूको एउटा ठूलो समूह हात्तीको शरीरमा चढ्यो। उनीहरूले कानभित्र, आँखा नजिक, खुट्टामा टोके। हात्ती दुःखले चिच्याउन थाल्यो र लड्न पुग्यो। बचाऊ बचाऊ, मलाई छोडिदेऊ, उसले करायो। त्यसपछि कमिलाहरूले भने, तिमीले साना जनावरहरूको दुःख नबुझेर उनीहरूलाई दुःख दिन्थ्यौ। अबदेखि कहिले कसैलाई हेप्ने काम नगर्नु। हात्तीले गल्ती महसुस गर्यो र क्षमा माग्यो। अबदेखि म सधैँ सबैलाई समान सम्मान गर्नेछु। त्यसपछि जंगलमा सबै जनावर शान्तिपूर्वक बस्न थाले। आफूभन्दा साना र कमजोर देखिने जीवहरूलाई पनि कहिल्यै हेप्न हुँदैन। एकता र बुद्धिले शक्तिलाई पनि जित्न सकिन्छ।